ल साथी आज मेरो काम चाहिँ यस्तो छ है सिक्नु पर्यो नि त परेन बुढी मेकअप आर्टिस्ट भएको पनि यस फाइदै छ मलाई मेकअप पुस्ट पाइहाल्छ यस्तै काम पाएको छ क्या यो ओभर टाइम हो है साथी हो यो ओभर टाइम चाहिँ आज मेरो होइन मजाले पुस्नु न तर अब यो मेकअप आर्टिस्टले धेरै पैसा कमाउँछन् होइन मलाई चाहिँ कति पे गर्ने यो ओभर टाइममा सायद अलि टाइम एन्ड हाफ नै होला फ्री अफ सर्भिस फेरि त अमेरिकामा केही पनि हुन्न होइन फेरि त अमेरिकामा कसैले काम गर्दैन अनि यस्तो तालले पुसेर तपाईँलाई ओभर टाइमको पैसा कसले पे गर्छ यो वेस्ट अफ पेपर यहाँ यसरी यो यति युज गरेर पेपर फाल्न त कहाँ भन्छ त यसले त सम्पूर्ण फेस नै एउटाले पुस्ने हो यसरी पहिला सुरु सिक्नु पऱ्यो नि ओभर टाइमको पे गर्नलाई त पहिला यसरी लड्नु यसरी निकाल्नु पऱ्यो ल सिक्नुहोस् काम लाग्छ सिक्दैछु अब यो अब यो के भन्ने अब ट्रेनिङ पिरियड हो कि हेर्नु तपाईँले यहाँ कति धेरै वेस्ट गर्नुभएको छ पेपर के अरे क्लथ वेट क्लथ यसले त यति दुइटाले त सर्लकै दुइटा फेस पुस्नु पर्छ क्या अनि यो ट्रेनिङको बेला त अलिअलि खर्च भइहाल्छ त त्यो त गर्न पाइएन नि त ट्रेनिङको पे गर्ने हो कि होइन म मिठो खाना बनाएर खुवाउँछु नि त होइन पे त गर्नुपर्छ फेरि त सर्भिस कहीँ पनि हुन्न होइन अनि त्यही त खाना पकाएर खुवाएको पनि पे गर्नु नि त त्यो खाना पकाएर खाएको त त्यो छुट्टै छँदैछ नि त्यसको छुट्टै हिसाब हुन्छ त्यसको छुट्टै हिसाब हुन्छ क्या ल म पे गर्छु पहिला पुस्न त सिक्नुहोस् पुस्नै नसिकिकन त कसले पे गर्छ त दुईवटा पेपरले होइन यो क्लथले वेट क्लथले यो मेकअप रिमुभर वाइप्सले यो होल फेस क्लिन हुन्छ क्या अनि यो सिकारुले त अनि एउटा पट्टै सक्ने रहेछ अनि कसरी पे गर्ने हुन्छ त अनि त्यो छोला कि दाग लाग्ला कि जसरी हुँदैन क्या अलि उ गर्नुपर्छ ल साथी तपाईँहरू कतिको लक्की हुनुहुन्छ होइन म त यस्तो लक्की छु कहाँ जो कोहीले पाउँछ त कहाँ सबैको बुढीले मेकअप गर्न जाने हुन्छ नि त गरिहाल्छ नि जस्तो भए पनि गरिहाल्छ नि केही नभए हाम्रो दिदीले फेरि लभली त घसेर हिँड्थे त्यही त हो नि तपाईँ लक्की हो नि त बुढीको मेकअप पुस्न पाउनु भने त्यही त सानो भाग्यले पाउने चिज होइन नि यो त्यही त चर्लक्क यसरी होइन पुस्ने अनि मेकअप गरिसकेपछि यसरी पुसेर यसले मात्रै पुस्ने होइन फेरि डबल क्लिन्ज गर्नुपर्छ क्या यो भएन निक्ले यसमा रहेको हुन्छ नि त्यो चाहिँ गरेर सट्ट फेस वासले धुने अनि त्यसपछि आफ्नो स्किन केयर के गर्नुपर्ने छ त्यो गर्ने अनि त्यसपछि बल्ल अनि फेस दामी हुन्छ मेरो रियल फेस यही हो कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला भन्दै आजलाई बिदा हुन्छु हस् त नमस्ते नमस्ते नमस्ते